Hello everyone, good morning and welcome to my another new vlog. Hope you all are doing well. And today आज मेरो weekend है 2 दिन हुन्छ मेरो अफ आज सन्डे अहिले बिहानको 9:55 भयो. होप तपाईहरुले हिजोको मेरो युट्युब च्यानलमा गएर मेरो भ्लग हेरिदिनु भयो होला र म आज पनि के गर्दैछु भनेर तपाईहरुले देख्न सक्नुहुन्छ है त. Keep watching. मलाई बिहान उठेपछि कफी नभइकन त म केही गर्नै सक्दिनँ काम पनि. कफी त मेरो एकदमै फेभरेट है. मैले सुगर पनि खाँदिनँ र विदाउट सुगर दिनको 2 भोक लाग्ने बेला पनि भयो र मसँग 2टा अन्डा छ र म चाहिँ अमलेट बनाउँछु आज. Nice. मैले चाहिँ विकली 1 दिन फेस प्याक लगाउने गरेको छु र मैले घरमै बनाएर लगाउँछु है. अनि तपाईहरुले हेर्न सक्नुहुन्छ मैले के राख्छु भनेर है त. मैले थोरै दही मिक्स गरेँ अनि मैले कफी मिक्स गर्छु अनि यो रह्यो हनी अनि यसलाई मजाले मिक्स गर्नु है. अब यो चाहिँ मैले यतिकै फेसमा मेरो नि यो सुक्यो है. अलिकति ड्राई भएको छ र मैले वास गर्छु है त. मैले फेस वास गरेँ र अघिनेको फेस र अहिलेको फेसमा हेर्नु न कति धेरै डिफ्रेन्ट छ. एकदमै राम्रो ट्राई गर्नु. अनि यो भिटामिन सी चाहिँ मेरो डेली रुटिनमा पर्छ है. म यो एप्लाई भिटामिन सी र अनि मोइस्चराइजिङ र सनस्क्रिन लगाएको छ. मैले चाहिँ मेरो फेसमा फाउन्डेसनहरू केही पनि युज गर्दैन. यो टाइम मेरो लन्चको हो तर म चाहिँ राइस लिक्दिनँ. मैले राइस लिक्ने भनेको 1 मन्थमा 1 पटक या 2 पटक मात्र मैले राइस खाने भनेको है. तर म चाहिँ इनर्जी लेभलहरू धेरै खाइरहेको हुन्छु र मेरो अहिले चाहिँ यो टाइममा म एउटा मौसमी खान्छु विथ कफी. कफी मेरो एकदमै फेभरेट है. म मेरो दिन नै सोच्न सक्दैन विदाउट कफी. म चाहिँ एकैछिन बाहिर निस्किन्छु यत्तिकै. मलाई चाहिँ रुममा बस्नुभन्दा ड्युटी गरेको एकदम मनपर्छ है. टाइम भएको फिल हुँदैन आफूलाई पनि. र रुममा अनि बिदाको दिन कि त किचनमा कि त वासरुम कि त यहाँ बेडमा पल्टेको अहिले चाहिँ साँझको 7:20 भयो है यहाँको टाइम. र मेरो यो लास्ट खाना पनि हो र यो मेरो लास्ट हो र मैले त्यति साह्रो पनि खाँदिनँ र अहिले त्यस्तो खासै खाएको छैन किनभने रुममा बस्दा बस्दा एक्सर्साइज हुँदैन अनि फेरि बस्दा पनि बस्दैन नि त खाएको काम नभएपछि. सो आजको यो लास्ट खाना अनि सबैलाई धेरै धेरै धन्यवाद है. अनि त्यसपछि धेरै धेरै धन्यवाद मेरो भ्लग मन पराइदिनु भएकोमा र हेरिदिनु भएकोमा. Thank you for watching.